तपाईहरुलाई पनि फेसबुक अकाउन्ट बनाउन आउँदैन भने सुरुमा आफ्नो फेसबुक प्रोफाइलमा जानुहोस्। त्यसपछि क्रिएट न्यू अकाउन्टमा जानुहोस्। त्यसपछि गेट स्टार्टमा जानुहोस्। आफ्नो नामहरु चुज गर्नुहोस्। नामहरु चुज गरिसकेपछि नेक्स्टमा जानुहोस्। त्यसपछि आफ्नो बर्थडे सिलेक्ट गर्नुहोस्। मेल र फिमेल चुज गर्नुहोस्। नेक्स्टमा गएर आफ्नो नम्बर हाल्नुहोस् र फेरि नेक्स्ट गर्नुहोस्। नेक्स्ट गरिसकेपछि पासवर्ड राख्नुहोस्। पासवर्ड राखेपछि फेरि नेक्स्ट गर्नुहोस् र तपाईले कन्टिन्यू गर्नुहोस्। त्यसमा तपाईको नम्बर ठीक छ कि छैन भनेर चेक गर्छ र कल आउँछ। त्यसपछि तपाईको नम्बर ठीक भएपछि फेसबुक प्रोफाइल आउँछ। एड प्रोफाइल गर्नुहोस्। मैले अहिले प्रोफाइल राखिन किनकि मैले पहिले अर्को खोलिसकेको छु, त्यसैले क्लिक गर्दै जानुस्। मैले सबै स्किप गरेर यसरी आईडी खोल्नुहोस् फेसबुक।